भ्लग फेरि पनि हजुरहरूलाई स्वागत छ मेरो भ्लगमा। अनि होप सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै नै छु भनौँ हैन। आज चाहिँ हामी सबैजना भएर कहाँ जाँदै छौँ भने बजार जाँदै छौँ। यहाँ हुनुहुन्छ सबैजना। आज यस्तो राम्रो आउँदै हो। अनि हजुरहरूले बर्थडे सरप्राइज हेर्नुभयो होला अस्तिको, कस्तो लाग्यो होइन। अनि आज चाहिँ हामी सबैजना भएर बजार जाँदैछौँ। कति चिसो हो होइन। जिस्काउनु त यसैसँग कसरी सिकोस् होइन। मैले कपाल स्ट्रेट पारेको त्यही भएर कपाल टोपी लाउनु हुँदैन। अनि त्यही हो गाइजहरू, अब हाम्रो रेगुलर भ्लग आउने हो, सबैजनाले हेरिदिनु होला है। अब चाहिँ हामी सबैजना भएर भ्लग के अरे बजार जान्छौँ। बजार गएपछि चाहिँ उता चाहिँ हाम्रो स्कुल हो, त्यही पनि हजुरहरूले देखिसक्नु भयो होला अस्तिको भ्लगमा होइन। ल हामी चाहिँ अब बजार गएपछि भेटौँला। हामी चाहिँ यत्रो कदम हिँड्यौँ तर अहिलेसम्म बजार आएको छैनौँ, अझै बाँकी हो त्यहाँ हेर्नु। यसो सबैजना टकन टकन हेर्नु कति जाडो हो। मै मजा रहेछु भाइ, टोपी नलाएको यति चिसो हो नि नभन्नु। कति जाडो कति सिरुपाते हो, सिरुपाते जुगामा हो। अच्छा अघि हामी के अरे एउटा गीत मिस्टेक भनेको छ नि, त्यो त्यसैको गीतको बारेमा भन्दै हुनुहुन्छ त्यही पनि। अनि हजुरहरू बस्ने ठाउँमा कतिको जाडो छ त, यहाँ त बहुत जाडो हो, एकदम जाडो हो हेर्नु। हेर्नु कस्तो त्यही हो गाइजहरू। हामी अझैसम्म हिँड्दा पनि अझसम्म आएको छैन। अब यत्रो हिँड्यौँ अझैसम्म आएन। अब त्यहाँ पुगेपछि चाहिँ बल्ल बजार आयो भने ठाने हुन्छ। बजारले हो त बजार आयो भने नठाने के भन्नु। यसले मेरो लास्ट टाइम बेइज्जत उडाउँछ। त्यही हो, आज सोमबार होइन। अनि आज मेरो फाइनल एक्जाम सकिसक्यो। फाइनल एक्जाम सकिसक्यो भनेको फाइनली भनेको मसँग कस्तो यो शिवानी नि मसँग यति झगडा गर्छु नि बिना कामको कुरामा टोट ननिकाल। सानो कुरामा अब अर्कीले गीत निकाल्नलाई गायका जो पनि हुनु। त्यही हो, आज चाहिँ मेरो फाइनल्ली एक्जाम सकिसक्यो। भोलि म त छुट्टी हो, 16 गतेबाट कलेज फेरि जानुपर्छ। यस्तो साथीहरू मेरो नि हो 16 गते। उसको त 5 दिन छुट्टी भयो भन्नु न, हाम्रो त 5 दिन पनि त्यही पनि भोलि त हाम्रो रोसारो हामी। अब चाहिँ म बजार गएपछि चाहिँ हजुरहरूलाई देखाउँछु है। A few moments later. अनि हामी बजार आइसकेको छौँ गाइजहरू। यो चाहिँ भान्जी त साथी होला हाँसिराखन है। हामी आइसकेको छौँ अनि हामी एकदम बिग फ्यानहरू छन् कि यहाँ फेरि राजाहरू लगाएर गाइज। फाइनली बजार आइसक्यो। यो बजारबाट को कोले हेरिरहनु होला, लाइक सब्सक्राइब गरिदिनु होला। अनि हामीलाई यसो चिनेबार मैले तिमीलाई बजारमा देखेको थियो भन्नु होला नि, भन्नु होला है, भन्नु होला। अनि त्यही हो हामी हिँड्ने बजारमा चाहिँ यस्तो आउँछ बदाम। आन्टी हेलो भन्नु न, हेलो पनि भन्नु भएन। यहाँ जुलुपी पाइन्छ गाइजहरू। खै त कहाँ हराउनु भयो दिदीहरू त गायब हुनुभयो त गाइज। मिस्टर इन्डिया गायब हो। हामी हरायौँ, हामी नन्हे से बच्चेहरू हामी बजारमा हरायौँ। खोइ दिदी खोइ दिदी दिदी खोइ दिदी। कृपया माइक हुनुहुन्छ भने यमुना ढकाल सिमरन ढकाल गायब हुनुभएको छ।
यहीँबाट आउँदा आउँदै खै ऊ त्यहाँ कस्तो लुकेको हो र कस्तो हाम्रो बिल्ला भयो यार कस्तो ओइ मेरो अनुहार त देखेछ होला नि गाई यस्तै छ बजारमा भिड हुन्छ हाम्रो आवाज सुनेको छ कि छैन थाहा भएन त्यही पनि हेरिदिनु होला यहाँ हराएका मान्छेहरू भेटिए भगवान् के भन्यो अहिले कहाँ जानु भनेर गाइज अब हामी बजार गरेको देखाउँछौँ मजा मजा हेरौँ आइजहरू यहाँ मोजा छ जाडो महिनाको मजा ए जाडो यस्तो क्युट मोजा क्युट मजा अनि यहाँ चुडाहरू छन् त्यहाँ जुलेबी त्यहाँ कपडा सबै छ गाइज अब तरकारी लिएको देखाउँछु है गाइजहरू मोजा किन्न लाग्यो एउटालाई सयो यो गुम्बाहरू मोजा किन्दैछ मोजा कुन लगुम यो लगुम कि यो लगुम कि यो लगुम ऊ लगुम कुन हो त्यो दुईटा लाग्छ अन्त मोजा किनेर तरकारी किन्न सक्छौँ हाम्रो भाइ फेरि केटीको हो भन्छ धेरै काम फाइनली गाइज तरकारी लिएर आइसकेको छु बजार यस्तो छ म देखाउँदैछु हजुरहरूलाई हामीले जहिले यही दाईकोबाट लिन्छौँ ओ दाई हेलो भनिदिनु त हेलो यहाँ यस्तो इग्नोर हान्ने गर्ने यता अनि बिल्ला उडाउने मेरो होइन अनि के गर्ने गाई त्यस्तै छ जिन्दगानी दर्पण छाया 20 रुपैयाँ चाहिँ 20 रुपैयाँ हामी यही दाईकोमा 20 किन्छौँ रुपैयाँ 20 रुपैयाँ बन्दालाई 20 रुपैयाँ 20 रुपैयाँको बन्दाकोपी किन्न आउनुहोस् गाइजहरू बजारमा हामी देखाउँदै गर्छौँ हेर्दै जानु होला गाइज हामी बजार अलिअलि गर्दैछौँ हाम्रो सपिङ बजारको माहौल जाडो छ के गर्नु गाइजहरू यस्तै जाडो छ बजार गर्दैछौँ हामीले उहाँ हुनुहुन्छ हाम्रो प्यासेन्जर के अरे होइन प्यासेन्जर होइन कि के अरे ग्राहक हांजी हम के अरे बिक्री बिकाऊ अब एउटाले बेच्छन् एउटाले किन्छन् के अरे त्यो दिदी हामीलाई हेरेर हाँस्नु चाहिँ क्या भ्लग त गर्नै पर्यो हाँसे पनि रुवाई पनि हाम्रो माइजू बहुत फन्नी माइजू पनि फन्नी भान्जी पनि फन्नी भान्जी पनि फन्नी वाउ दिदी पनि फन्नी दिदी के छ खबर ठिक छ गाइज बजारमा यति रमाइलो गरे हाम्रो फ्यामिलीमा नि हाम्रो फ्यामिलीमा हामी मात्रै कमेडी हौँ अरू कोही नि हुनुहुन्न हामी मात्रै हम कमेडी अरू सब सेन्टी फ्ल्याट हैन मेरो भाइ पनि यत्रो के कमेडी क्विन हाम्रो घरमा आउनुभयो भने हजुर हाँसी मर्नु त्यही गाइजहरू होइन हाम्रो ब्लगलाई सब्सक्राइब गरिदिनु लाइक हामी कमेडी राख्नुपर्ने हो होइन एक्जाम गाइस लास्टिक झाडो छ के गर्नु यति जाडोमा बजार आउनु परेछ यति धेरै सब्सक्राइबरहरू हुनुहुन्छ तर हामीलाई चिन्नु भएको छैन अब चिन्नुहुन्छ कृपया के थाहा आशा राखेको छौँ आशा अझै मरेको छैन होइन हमारा आशा नै मरेगा गर्दैछौँ हेर्दै जानु होला कस्तो हुन्छ ब्लग लास्टसम्म हेर्नु वाउ 100 रुपियाँको 5 किलो आलु गाइजहरू बजार सस्ते जस्तो छ बाजार में भी कितना चलती है इन दोनों है ना हाँ इन दोनों बहुत सही है उबर करती है उमल के गिर जाती है फिर उबर करती है मत करो नहीं आलू लिन आएको हामीहरू आलू उबर चोरो 5 किलो स्पोन्सर माइजूले ब्लग बनाएर छोडेर अब यही बेच्नु ओ 100 को 5 किलो लिनुहोस् किन दी बङ्गारा नदेखाऊ
वाउ किता कसम यो भ्लगमा नि हजुरहरू फन्नी नै देख्नुहुन्छ कमेडी नै देख्नुहुन्छ हामी स्याड भएको कहिले छौँ हामी टेन्सन हुँदा पनि हामी हाँसेकै छौँ भयो भने त यो युट्युब राम्रै हुन्न हौ यस यस यु नो यस यस पीडा दिनमा मान्छे जिनमा यस यस म पनि एक्जामको भिडमा थिएँ तर थिएन किनकि एक्जाम सकियो आजबाट भोलि एक दिन मात्रै छुट्टी भयो पर्सिबाट त कलेज जानुपर्छ के गर्नु यस्तै छ संसार भयो आँसु पनि आउँदैन आँसुले नै साथ दिँदैन कि गाई टोपीवाला मान्छेलाई हेरौँ नि यार छुट्टै पारा आफ्नो हेर्नु गाइस इसमें मेरा कुछ नहीं के भन्नु इसमें तेरा मैले केही गरिरहेको छु नै मैले केही गरेको थिइनँ यत्तिकै हाल्यो नादान छु म नादान एकदमै नादान गाइस अरे एकदमै इनसे प्यारा कोई नहीं तू समझा? हाँ। नहीं तू समझा? देखो गाइस समझ रहे हो नहीं आप नहीं समझ रहे समझ रहे हो न रे अब माइजू उल्टो सुनिदिनुहुन्छ अब चलो चलो चले चले चलो भाई हो बहन हो हम भाई नहीं है बहन है बहन ऐसे हमको मत देखो हम ब्लॉगर है सब लोग हमको देख रहे हैं क्या करूँ ब्लॉग तो करना पड़ेगा हमको लाज शर्म नहीं है हमको भी नहीं है नहीं है ना क्या लाज शरम नहीं हमें तो है हाम्रो यो बजारको भिडियो पहिलोचोटि बनाउँदैछौँ होला होइन हाँसो मजा हुन्छ युट्युबमा अब जे पनि बोलिन्छ त्यसको लागि क्षमा ए चाहन्छ हामीले बजारको भिडियो ब्लगको पहिलो सुरु हालेको र फर्स्ट टाइम हो यो फर्स्ट टाइम पहिला नि बनाएको साथी भ्लग फर्स्ट टाइम गाइस यता र उता गर्दा ठिक्कै छ अलिअलि बजार गरिसकेको छौँ हामीले एउटा दाइहरूले फेरि हेल्लो गाइस गरेको हामीले एउटा दाइहरूले फेरि हेल्लो गाइस मैले त देखेन कसले हो उता 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 जानु ए उतै सो हाम्रो बजार सकिसकेको छ गाइजहरू अब हामी घर त जान्नौँ हामी केही खाजाहरू खाएर अनि बल्ल घरतिर जान्छौँ आफ्नो गन्तव्यमा गाइज ए यहाँ यस्तो बोकेको छु यहाँ दिदी हुनुहुन्छ यहाँ भान्जी हुनुहुन्छ अब घर जान लाग्यो घर जानभन्दा पहिला हामीले के खान्छौँ अरे मम्मा पानीपुरी अनि खान्छौँ होइन बर्गर पिज्जा सबै खान्छौँ यहाँ सरी ल बर्गर पिज्जा पाइँदैन ओन्ली मोमो पाइन्छ जे पनि बोल्ने यहाँ होइन मलाई त्यस्तै लाग्यो बोल्न पाएमा जे पनि बोल्दिनँ ओके अनि त्यही हो हामी चाहिँ आफ्नो अब यस्तो दामी खान्छौँ हेर्नु होला अब हामी बजार त सक्यो खानेकुरा खान्छौँ अनि आफ्नो गन्तव्यतिर लाग्छौँ यहाँ फेरि यो मोजै मोजा कति किन्ने हो मोजा मजा किनिसक अब पन्जा किन्ने A few moments later. गाइस हामी नास्ता खान आइसकेको छ आइसकेको छु अब खान्छौँ अनि खाएर घरतिर लाग्ने हो गाइसहरू आजको बजार यस्तै भयो चिसो छ एकदमै अनि हजुरहरूले पनि आफ्नो ख्याल राख्नु होला जाडो छ भन न ओ भन्ने अरे के भन्ने चिकन मोमो चिकन मोमो दुईजनाले खाने गाइडहरू बनावाला तातो तातो सुप खान लाग्यो गाइस मोमोको लास्टै भोज छ भिड छ
मोमो भन्दा पहिला हामीले उता उता हेरेनौँ नि त्यहाँ थियो होला हामीले मोजा किनेको ठाउँमा गाइज हामीले मोमोको सुप चाहिँ खाँदैछौँ अनि त्यसपछि चाउमिन अर्डर गरेको छौँ। त्यसपछि मोमो आउँछ गाइस फाइनली। अनि त्यसपछि मोमो खाएपछि चट्ट लाएर घर जान्छौँ। आजको खाजा भने नि खाना भने नि यही हो गाइस। सोमबार आएपछि एक हप्तामा एकचोटि बजार आउँछौँ। बजार आएपछि यस्तै यस्तै खान्छौँ। घर गएर भात खान्छौँ गाइस। गाइस फाइनली मोमो पनि आयो, चाउमिन खाएँ, हामीले मोमोको सुप खाएँ, तर मोमो खाएन। अब आउँछ मेरो हरेक भ्लगमा मेरो यस्तै हुन्छ कि मेरो पनि हात यस्तै यस्तै हुन्छ के सेम यस्तै माइन्ड नगर्नु होला लाएको पानी छुट्दैन क्या यस्तो खाएर अनि पनिर लिन जान्छौँ। अनि त्यसपछि आइसक्यो चिकन मोमो फाइनली तातो तातो जाडोमा कस्तो मिठो हुन्छ नि है। तातो तातो मोमो एकदम बेस्ट स्वादिलो टेस्टी आइसक्यो र गाइस अनि त्यसपछि हामी पनिर लिएर सिधै घर जान्छौँ। घर गएर ब्लग हेर्नुहुन्छ, हेर्न नबिर्सनु होला। पागलपन देखो जरा कैसा लग रहा है। मेरो पारा यस्तै छ। हम चले बाई बाई गाइस। हामी चाहिँ अब पनिर लिन जाँदैछौँ। हाम्रो मोबाइलमा चार्ज पनि धेरै कम भइसकेको छ गाइसहरू। ओ छिट्टो गर्नै नजान्ने के हेरौँ न कस्तो हिँड्नुहुन्छ। अनि के भन्छ त्यहाँ हेर न त्यहाँ आफ्नै पारामा न गाडीतिर मन लाग्छ न के गर्न मन लाग्छ। अनि हामी चाहिँ अब यो पसलमा सामानहरू चाहिँ रहेछ भारी भारी छ यहाँ राखेर अनि पनिर लिन जान्छौँ। त्यसपछि घर गएर फाइनली हामी घर पुग्यौँ भनेर एन्ड गर्छौँ गाइजहरू। त्यही हो लास्टसम्म हेरेर साथ दिनु होला। ल गाइज हामी पनिर लिन आएको। अब पनिर लिएर रफ्तान पारमा घर जाने हो। कति हेर आएको थियौँ, कति अँध्यारो भइसक्यो, के गर्ने। त्यही हो पनिर छ। पनिर रहेछ नि त। हामी आउने पनिर नहुने हुँदैन गाइस। पनिर लिएर अब सिधै घरतिर। अनि त्यही हो यहाँ चाहिँ एकदम मिठो मोमो पाइन्छ, लड्डुहरू सबै चिज मिठो पाइन्छ गाइस। त्यही हो अब पनिर लिएर हामी घर जानुपर्ने हुन्छ। घर गएर भ्लग एड गर्छु। हामी आइपुग्यौँ भनेर। त्यही हो गाइस। मोबाइलमा चार्ज कम छ। पनिर कति रुपियाँ किलो हो र ल फाइनली गाइज हामीले पनिर लियौँ ल्याउनु भने पनिर अब भोलि हामीले पुस 15 मनाउने हो गाइज। भोलि पुस 15 को भिडियो पनि हेर्न नबिर्सिनु होला। भोलि आउँछ भोलिको भ्लगमा। भोलि हो ह्याप्पी पुस 15 सबैजनालाई। अनि हामी चाहिँ पनिर खान्छौँ किनकि एकादशी परेको छ। त्यही भएर हो अब घर गएर म भ्लग इन गर्छु ल। 2 hours later. गाइज हामी फाइनली घर आयौँ। यति झमक्क रात परेको छ। आज लास्टै लेट भयो। आइसक्यौँ हामी। यहाँ एउटा झोला यहाँ दुईवटा झोला यहाँ सामानहरू लिएर आएर घर पुगिसकेको छौँ फाइनली। आजको लागि यति नै। फेरि अर्को भिडियोमा भेटौँला। बाई। जय नेपाल।